नमस्कार, म लोहरी चाहिँ चालक संगठनको केसियरको हैसियतले जति पनि आज हाम्रो यस लोहरी चाहिँ चालक संगठनले निम्ताएका जति पनि गाउँवासीहरू हुनुहुन्थ्यो उहाँहरूलाई हामी हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिँदै हिजोसम्म यो बाटोको हालत कस्तो थियो र तपाईहरूको सपोर्टले गर्दा आज यो बाटो हामीले केही मात्रामा सफल तुल्यायौँ भन्ने हामी आशा साँच्दै र हाम्रो 2 दिन अगाडिको जुन निमन्त्रणालाई गाउँ समाजले सुनिदिएर सम्पूर्ण गाउँ समाज आइदिएर यस कार्यमा तपाईहरूले सपोर्ट दिनुभएकोमा सम्पूर्ण गाउँवासी साथै हाम्रा केटिभीका मिडिया भाइलाई पनि धन्यवाद दिँदै र आउने दिनहरूमा पनि हामी चालक संगठनद्वारा जति पनि यस्ता सेवाको कार्यहरू गर्नेमा तपाईहरूले हरेक सम्भव नै सहायता दिइरहनु भएको छ। फेरि पनि सम्पूर्ण गाउँवासीलाई हामी लोहरी छे चालक संगठनको तर्फबाट मुरी धन्यवाद दिँदै मेरो 2 शब्द यही अन्त गर्दछु। धन्यवाद। नमस्कार, म इच्छे लोहरी छे थापागाउँ बाट र सम्पूर्ण गाउँवासीलाई सर्वप्रथम त हामी सम्पूर्ण ड्राइभर युनियन लोहरी छे ड्राइभर युनियनबाट नमस्कार छ। र आज आइतबारको दिन तारिक 2 मन्दिर छेउ सजिलो होमस्टे माथि हाम्रो रोड धेरै समयदेखि एकदमै बिग्रेर आवाज जावतको लागि धेरै समस्या परिरहेको थियो र आज गाउँवासीको सम्पूर्ण सहयोगद्वारा यो हामीले सम्पन्न गर्न सक्यौं। गाउँवासी सम्पूर्ण मिलेर आज हामीले यो रोडलाई मर्मत गर्न सक्यौं। यो हाम्रो 36 नम्बर समष्टिभित्र पर्छ र यो बाटो तो मेन हाम्रो लोहरी छे खादले वालिङगाउँ नेपाल गाउँ पुदोङ सम्पूर्ण यो भेगलाई कनेक्ट गर्ने रोड थियो र आज हामीले गाउँवासी तर्फ साथै बाहिरबाट नि अलिकति हामीलाई सहयोग भएको कारणले गर्दा यो सम्पन्न गर्न सक्यौं र हामी गाउँवासीलाई यो एउटा सूचना दिन चाहन्छु कि 6 दिन 1 हप्तासम्म चाहिँ गाउँवासीले पनि यो रोडलाई ध्यान दिएर यातायात नगरिदिनु होला। गाडी घोडा इत्यादि कोही पनि चीज यो रोडमा नचलाइदिनु भन्ने यहाँबाट हामी तपाईहरुप्रति निवेदन गर्दछौं र सहयोग कसैले पनि अझै सहयोग गर्नु चाहना हुनेहरूले सम्पर्क गर्नुहोस्। लोहरी छे युनियन ड्राइभर युनियन प्रेसिडेन्ट सेक्रेटरीलाई सहयोग गर्नु सम्पर्क गर्नु सक्नुहुनेछ भन्दै म यो सानो शब्दलाई यही समाप्त गर्दछु। छोटोमा तपाईहरुले धेरै बुझ्नु भयो होला। धन्यवाद। विशेषै यो बाटो जुन एउटा इच्छेको बजारसँग जुन एउटा मुख्य मार्ग यो इच्छे जुन बाटो आज हामीले मर्मत गर्यौं त्यो बाटो विद्यार्थी र दुख बिमार भएको खण्डमा डेलिभरी भएको खण्डमा धेरै नै समस्या हुनुको कारण गाउँले नै एउटा इनिसिएटिभ लिएर यो बाटोलाई मर्मत गरेको छ। कतैबाट पनि हामीलाई कोही पनि साइडबाट राजनीतिक होस् या गभर्नमेन्ट थ्रु होस् कहीँबाट नि हामीलाई आजसम्म सपोर्ट भएन र हामी आफैले नै आफ्नो इनिसिएटिभ लगाएर यो बाटो बनाएको छौं। यसमा कसैले यस्तो चाहनुहुन्छ म पनि यसमा भागीदार बन्छु भन्ने चाहनुहुन्छ भने उहाँहरू सिधा सम्पर्क गर्न सक्नुहुनेछ। लोहरी छे युनियन ड्राइभर युनियन प्रेसिडेन्ट सेक्रेटरीसँग सम्पर्क गर्नु सक्नुहुनेछ। धन्यवाद। मलाई लाग्छ कहीँ कतै अब हाम्रो आफ्नै पनि गल्ती हो है। अर्को कुरो के हो भन्दाखेरि यस्तो परिस्थिति हुँदाखेरि पनि कुनै पनि डिपार्टमेन्टहरूले याद नगर्दैकोमा चाहिँ हामी गाउँले पक्ष एकदमै दुखी छौँ। किन भन्नुहुन्छ भने यहाँदेखि अगाडि यो 36 नम्बर पर्छ, यो बाटो गएर अलिक पल्लोपट्टिदेखि सिमाना खोला भेटिन्छ, त्यसलाई 37 नम्बर पर्छ त्यहाँबाट है। मलाई लाग्छ जहाँसम्म मलाई लाग्छ यो सायद हामी एउटै 36 मै भएको थियौँ भने सायद यो काम हुन्थ्यो होला। दुईटा समष्टि हुँदाखेरि चाहिँ हामीलाई यहाँ प्रब्लम क्रिएट हुँदैछ, सालै पछिको प्रब्लम हो यो। र म के भन्न चाहन्छु भने यो बाटो एउटा यहाँको जनताहरूको लागि लाइफलाइन हो, जहाँबाट आएर यही बाटो निक्लिनु पर्छ। फेरि भएन अलिकति अगाडि मात्रै हाम्रोमा 110 वर्ष पुरानो शिवालय मन्दिर छ, त्यसलाई पनि ध्यानमा राखेर म चाहिँ यही चाहन्छु सरकारी निकायहरूले एकदमै ध्यान दिनुपर्छ। किनभने यो काम पोहोर मात्रै भएको 1 वर्षमा यस्तो कन्डिसन हुँदैछ भनेदेखि अलिकति डिपार्टमेन्टको लापरवाही जस्तो मलाई लाग्छ।
र हामी सम्पूर्ण यहाँ आज ड्राइभर युनियन शिवालय चालक सङ्गठन साथसाथै गाउँका सबै दाजुभाइ दिदीबहिनीहरू भेला भएर आज हामी यो काम गर्दैछौँ। यो अब कति दिनसम्म गाउँलेहरू मिलेर काम गरेर हामी हिँड्न सक्छौँ र यसमा म भन्छु हाम्रो अहिले नयाँ एमएलए साहब हुनुहुन्छ बिजेपी पार्टीको र सम्पूर्ण पार्टीका अगुवाई गर्ने दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई म यही निवेदन गर्न चाहन्छु कि तपाईँहरूले अलिकति इम्पोर्टेन्ट चिजलाई चाहिँ पहिला प्रायोरिटी दिनुभयो भने एकदमै राम्रो हुने थियो। किनभने यहाँनिर बिमारी हुन्छ के हुन्छ दुनियाँ हिँड्ने एकदम विद्यार्थी अब यहाँ हाम्रोमा चन्द्रमाया हाई स्कुल छ, गर्ल्स स्कुल जान्छ, एसयुएम जान्छ, फिलोमिना जान्छ, सब स्टुडेन्ट नानीहरूलाई यस्तो बिजोग भएको छ। अहिले 3 किलोमिटर 4 किलोमिटर घुमेर मान्छे हिँड्नु पर्दैछ। त्यसले गर्दा हामी जनता चाहन्छौँ तपाईँहरूले एकदमै ढिलो नगरिकन यो बाटोलाई यहाँ हाम्रो पुदुङ टर्निङ ओङ्दो भोटियाको घरदेखि शिवालय मन्दिरसम्म शीघ्रै गरिदिनुहुन्छ भन्ने पूर्ण आशा साँच्दै र आज जति उपस्थित हुनुहुन्छ यहाँ सबैजना सबै गाउँका दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई म आन्तरिक हृदयबाट धन्यवाद पनि दिन चाहन्छु। र यसरी नै हामी एक भएर काम त गर्नैपर्छ। हामी हिँड्ने बाटो हो, तर हामीले धेरै जग्गा यो बाटोको लागि कम्प्लेन गऱ्यौँ। यस्तो छ हाम्रो परिस्थिति खिचेर देखायौँ, तर अहिलेसम्म कसैबाट बाटो पनि सुनवाई भएन र आफै लागेर आज हामी श्रमदानमा यो बाटो गर्दैछौँ। यो एकदमै तपाईँहरूले सोचिदिने विषय हो जस्तो मलाई लाग्छ। धन्यवाद। हजुरहरूलाई यो जानकारी गरौँ कि यो जुन इच्छे शिवालय मन्दिरबाट बजार कालेबुङ बजारलाई जोड्ने एउटा यो मुख्य मार्ग थियो भने यो बीच भागमा एकदमै नाजुक अवस्था भएकोले आज इच्छे शिवालय चालक सङ्गठनको अगुवाईमा सम्पूर्ण गाउँ समाजका सङ्घ संस्थाका व्यक्ति विशेषहरूको सहयोगमा आज यो जुन बिग्रिएको भाग थियो त्यसमा यसरी सिमेन्ट लगाएर मर्मतीको कार्य पूर्ण भएको छ भनेदेखि सङ्गठनका सदस्यहरूले आज उपस्थित सहयोग गर्ने सम्पूर्ण सङ्घ संस्था साथै व्यक्ति विशेषलाई मुरी धन्यवाद ज्ञापन गरेका छन्। विशेष यो बाटोमा आगामी 1 हप्तासम्म कुनै पनि वाहनहरू नकुदाइदिने पनि चालक सङ्गठनले आह्वान गरेका छन्। विशेष यो अस्थायी रूपमा यस बाटोको मर्मती कार्य भए पनि आगामी दिनमा सम्बन्धित निकायले यस बाटोलाई पूर्ण रूपमा सरकारी तौरमा बनाइदिया जाओस् भन्ने पनि सम्पूर्ण इच्छे शिवालय चालक सङ्गठनको तर्फबाट माग राखेका छन्। Ai,